ल हेर्नुहोस् गाइजहरू हाम्रो 97 वर्षको बुवा है। अनि चाहिँ हामीले यहाँ सरसफाइ गर्दै थियौँ के यहाँ बारी पन्छ्याउने भनेर। अब यहाँ हाइब्रिड धान रोप्नको लागि बुवालाई चित्त नबुझेर आएर फेरि आफै काम गर्दै हुनुहुन्छ। ल हेर्नुहोस् त गाइजहरू यस्तो हुनुहुन्छ हाम्रो बुवा चाहिँ। ल हेर्नुहोस् यहाँ पन्छ्याउँदै हुनुहुन्छ पुरै। बा पोल्ने हो फेरि कान सुन्नुहुन्न। अब आफ्नै तरिकाले काम गर्दै हुनुहुन्छ। अब पहिलाको मान्छेहरू होइन जे भने बुढाबुढीहरू पहिलाको भन्दा पनि अब बुढाबुढीहरूलाई चाहिँ आफैले गरेको काम मनपर्छ। त्यही भएर आउनुभएको छ हाम्रो बुढा सघाउन आउनुभएको। किन गर्नुभएको? छोड्नु म गर्छु बा, त्यसरी गर्नु पर्दैन। हाम्रो बुवालाई ल हेर्नुहोस् गाइजहरू हाम्रो बुवाले 97 वर्षको हाम्रो बुवा बाख्रालाई घाँस काट्दै हुनुहुन्छ। यहाँ सबै झारसार पन्छ्याउने सबै हामीले गरेको नि बुवालाई त्यति चित्त नबुझेर फेरि आउनुभयो। ए भगवान्, हामीले के बुवाको उमेरसम्म काम गर्न सकिएला त? के सकिन्थ्यो? घुमाए नि आमालाई अनि त्यही भएर हो के बुवा घाँस काट्दै हुनुहुन्छ बुवाले। ए भगवान्, छोडिदिनु बुवा, छोडिदिनु, ल्याउनु त म काट्छु। म काट्छु के, छोड्नु लडिएला त्यहाँनिर बुवा फेरि त्यत्रो। फाइनल्ली पोली पनि सक्नुभयो। कता कता जानुभएको हौ? बाटो त हरियो छ। तो हरियो छ नि बा। ए राम, डढ्दैन क्या बाटो त। त्यस्तो दुःख नगर्नु, छोडिदिनु, हामी गर्छौँ के गर्ने बालाई हामी गर्छौँ के, छोड्नु। अनि हिँड्नै हुन्न अनि यस्तो ठोसमा चप्पल नलाइकन आउनुहुन्छ। अनि छोडिदिनु के, हामी गर्छौँ त पोल्नेमा हामी नै उ गरिदिन्छौँ। छोडिदिनु बुवा। भरे पानी आएर भिजाउँछ र फेरि हुँदैन भनेर हो क्या बुवा? आज नगर्ला म मान्छु, भोलि एउटा पनि यो बारी पाँचवटा पोटा त्यो गएर बारी 5 साल 15 पोटा रोप्छु पहिला। कस्तो पसिना आएछन्, यति गर्मी भयो बुवा, यति गर्मी भयो।